हेलो एभ्रिवान, यो भिडियो चाहिँ खाना बनाउन मनपर्ने तर अदुवा लसुन फोकाएर बस्न अल्छी मान्नेहरूको लागि है त। हप्ता 10 दिनसम्म पनि अदुवा लसुनको पेस्ट कसरी नबिगारिकन फ्रिजमा राख्ने भनेर सिकाउँछु है त। मैले चाहिँ यहाँ केलाएर मजाले अदुवा र लसुन लिएकी छु। अदुवा र लसुनलाई पिस्नको लागि मैले यहाँ मिक्सिङ जारमा राख्दैछु। यसको मेन पार्ट भनेको यही हो कि यसलाई पिस्दाखेरि चाहिँ तेल राखेर पिस्नुपर्छ के। अनि हामीले पानी राखेर पिस्यौँ भने चाहिँ त्यो 1-2 दिनमै पुरै निलो हरियो भएर बिग्रिन्छ पेस्ट। यसरी तेल राखेर अनि पिसेर पेस्ट बनाएर फ्रिजमा राख्यो भने चाहिँ मजाले 8-9 दिनसम्म चाहिँ केही पनि हुँदैन, बिग्रिँदैन। हेर्नुहोस् त, पेस्ट बनेर पनि रेडी भइसक्यो। मलाई चाहिँ त्यस धेरै मसिनो चाहिँ मन पर्दैन, मसिनो पेस्ट चाहिँ मन पर्दैन। मैले अलि खस्रो खस्रो राखेको छु। तपाईहरुलाई चाहिँ मसिनो पेस्ट मन पर्छ भने अलि धेरै तेल राखेर मसिनो पनि बनाउन सक्नुहुन्छ। मैले चाहिँ यसलाई सिसाको कन्टेनरमा राख्दैछु। यसरी पेस्ट बनाएर राख्यो भने चाहिँ टाइमको एकदमै बचत हुन्छ है। मैले बाँकी रहेको अदुवा लसुनलाई पनि त्यसरी नै तेल राखेर पिसेर रेडी बनाइसकेँ। अब यसलाई पनि त्यही कन्टेनरमा राख्छु। तपाईहरुले पनि यसरी नै अदुवा लसुनको पेस्ट बनाएर राख्न सक्नुहुन्छ है त। ट्राई गर्नु है, अहिलेसम्म गर्नुभएको छैन भने। सबै पेस्टलाई मैले खनाइसकेँ, ठिक्क 1 बट्टा भयो। अब साँझ बिहान दाल तरकारी बनाउँदा चाहिँ 1-1 चम्चा निकालेर राख्न पाइयो है। अब मैले चाहिँ यसलाई फ्रिजमा राख्छु। यसरी पेस्ट बनाएर राख्यो भने टाइम चाहिँ एकदमै बचत हुन्छ है। तपाईहरुलाई भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक गर्नुस् है त। थ्यांक यू सो मच फर वाचिङ। बाइ बाइ एभ्रिवान।